म पनि नाराज जोशी युट्युब च्यानलमा म पनि आज भ्लग लिएर आइसकेको छु। आज चाहिँ लिसिनी भिड भन्ने काठोमा कटिङ भइरहेको छैन र चट्टानै चट्टान लागेको हुनाले म पनि आज हेर्न आएको छु। चट्टान चाहिँ लास्ट डेन्जर छ साथीहरू। अब चाहिँ म लिसिनी भिडतिर प्रवेश गरौँ। लिसिनी भिडमा म पुगेँ है, हेर्नुहोस् डेन्जर काठो छ कि साथीहरू, डेन्जर महा डेन्जर। यहाँ हेर्नुहोस् र डेन्जर महा डेन्जर काठो छ कि काटिरहेको नै छैन कि चट्टानै चट्टान छ। कृपया परबाट काटेको त्यहाँ रोड छ साथीहरू। डेन्जर काठो। यहाँ चाहिँ जेसिबी छ। लास्ट डेन्जर काठो छ यो लिसिनी भिड भन्ने ठाउँमा है। लिसिनी भिड यहाँ चाहिँ जेसिबी लेकम गाउँपालिकाको जेसिबी हो। यो चाहिँ लेकम गाउँपालिकाको जेसिबी। यहाँ चाहिँ लिसिनी भिडमा काटि नै रहेको छैन। आज चाहिँ बन्द छ। अब भोलिदेखि हो कि पर्सिदेखि चालु हुनेछ। यहाँ चाहिँ काठो डेन्जर। भाग काठो छ, डर लाग्दो काठो। म चाहिँ लास्ट डेन्जर काठो छ कि चालु आज चाहिँ चालु छैन। अब भोलिदेखि चालु हुने लगभग सम्भावना छ भन्नु पर्यो। यहाँ चाहिँ त्यस्तै छ हो साथीहरू, के गर्ने। यहाँ चाहिँ बकेट तेल चाहिँ डेन्जर खाइदियो है। यो पनि रित्तै छ, यो पनि रित्तै छ, यो पनि रित्तै। यो चाहिँ भरिएको छ, यो चाहिँ फुल छ है। यो चाहिँ रित्तै छ, यो चाहिँ रित्तै छ, यो चाहिँ रित्तै छ, यो चाहिँ भरिएको छ, यो चाहिँ भरिएको छ, यो चाहिँ 4 ड्रम भरिएको छ। 4 ड्रम मात्र भरिएको छ, 4 ड्रम मात्र। तर तेल चाहिँ अहिले 25 ड्रम, लगभग 25 ड्रम चाहिँ त खाइसके। 2 मिटर पनि काटिएको छैन कि। थ्याङ्क यू सबैजना यो भ्लगलाई, थ्याङ्क यू सबैजना हेरेर साथ अनि सपोर्ट गरिदिनु होला। थ्याङ्क यू सो मच। लिसिनी भिड चाहिँ यस्तै छ। अब 2-4 दिनपछि काटिनेछ र काटिसकेपछि म तपाईँहरूलाई अवश्य नै देखाउने छु। गुड बाई। जय नेपाल सबैजनालाई। जय नेपाल।